आजको प्रदर्शनी यस हदबन्दी इलाकाभित्र सञ्चालन हुनेछ। यस हदबन्दी इलाकाभन्दा बाहिरका कुनै पनि गतिविधिहरू यस डेमोन्स्ट्रेसनमा समावेश गरिएको छैन। प्रदर्शनी इलाकाको लेआउट। अहिले हामी सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नम्बर 7 को राज रङ्गशालामा रहेका छौँ। यस रङ्गशालालाई सप्तरी जिल्ला परिकल्पना गरी आजको प्रदर्शनीलाई हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर 4 मा रहेको मधुवापुर गाउँ परिकल्पना गरी लेआउट तयार गरिएको छ। सप्तरी जिल्लाका अधिकांश गाउँ बस्तीहरूको घरको किसिम कच्ची रहेको र खाना पकाउन, चिसोबाट बच्न, लामखुट्टेको टोकाइबाट बच्न आगो बाल्ने गरेको पाइन्छ। सोही कुरालाई मध्यनजरमा राखी आजको यस बस्तीमा 8वटा फुसको घर तयार गरी अग्नि नियन्त्रणभित्रका विभिन्न क्रियाकलापको प्रदर्शनी गरिनेछ। यस जिल्लामा अधिकांश गाउँ बस्तीहरूका घर टनेराहरू खर, पराल, बाँस आदिले निर्माण भएका छन्। एक आपसमा नजिकै निर्माण भएका यस्ता घरहरूमा करिब 4000 जनसङ्ख्या रहेका छन्। यस जिल्लामा पछिल्लो 3 महिनामा मात्रै 17वटा आगलागीका घटनाहरू घटेका छन्। आगलागीबाट बढी प्रभावित क्षेत्रहरूमा हनुमाननगर कङ्कालिनी नगरपालिका, गाक्नेश्वरी नगरपालिका, सुरुङ्गा नगरपालिका, महादेवा गाउँपालिका, विष्णुपुर गाउँपालिका, सप्तकोशी गाउँपालिका, बोधेबसाइन गाउँपालिका, राजगढ गाउँपालिका, बलानडुलु गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका रहेका छन्। एक आपसमा जोडिएका ससाना टहराहरू साँघुरो बाटो रहेको हुँदा उद्धारमा पनि समस्या देखिएको छ। सोही कुरालाई मनन गर्दै आजको यस प्रदर्शनी सञ्चालनमा ल्याइनेछ। यति बेला स्थानीयहरू आपसमा परि आँचिरहेको बेला गाउँ मुखियाले नेपाल प्रहरीको हन्टिङ लाइनमा फोन गरी अग्नि नियन्त्रणका लागि अनुरोध गर्दैछन्। नेपाल प्रहरी गर्ने बेला नेपालले फोन कर एकछिन फोन कर दमकलले फोन कर नेपाल प्रहरीले फोन कर एकछिन नेपालले फोन कर पानी गाडी पुलते गेले दल्ल हो लक्ष्य दल्ल हो घरद्वार साथमा गेले माल बकरी साथमा गेले बच्चा यस्तै ठाउँमा नजिकैको प्रहरी चौकीबाट प्रारम्भिक उद्धारका लागि फौज परिचालन भएको छ। घटनाको विवरण पश्चात प्रारम्भिक उद्धारमा फँसिएका कमान्डरले जिल्ला विपद व्यवस्थापनमा खबर गरी थप उद्धार तथा आगो नियन्त्रणका लागि अनुरोध गर्नुभएको छ। यति बेला स्थानीय स्रोत साधनका साथ गाउँलेहरू आफै अग्नि नियन्त्रणको कार्यमा लागेको देख्न सकिन्छ। त्यसै गरी आत्तिएका गाउँलेहरूलाई प्रहरीको टोलीले नियन्त्रणमा लिइरहेको छ। यहाँहरूको ध्यान आकर्षण बायाँतर्फ लैजान चाहन्छु। यति बेला जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेड क्रसको संयुक्त टोली अग्नि नियन्त्रणका लागि घटनास्थलतर्फ आइपुगेको छ। कमान्डरले आगलागीको प्रकृति, आगो फैलन सक्ने सम्भावित क्षेत्र र हावाको दबावलाई मध्यनजर गरी ब्रिफिङ गरिरहनु भएको छ। कार्य विभाजन गरी सम्पूर्ण टोली परिचालन भएको छ। सर्वप्रथम आगलागी भएको क्षेत्रलाई सर्वे गरिएको छ। फायर फाइटिङ तथा सर्भिस ग्रुप आगलागी भएको क्षेत्रभित्र प्रवेश गरेको छ। आगलागी भएको क्षेत्रको विद्युतीय सप्लाईलाई बन्द गर्न इलेक्ट्रिसियनको टोली खसिएको छ। यति बेला मेडिकलको टोली पनि सँगसँगै खसिरहेको छ भने घाइतेको वर्गीकरण गरी मेडिकल टोलीको प्राथमिक उपचार गरिरहेको छ। एम्बुलेन्स छ, पानी गाडी छ, बच्चा
गर्दा एम्बुलेन्सबाट घाइतेलाई नजिकैको स्वास्थ्य चौकीतर्फ आगोले गर्दा भौतिक क्षति धेरै भएकाले गर्दा स्थानीयवासीहरू अनियन्त्रित भएका छन्। उक्त टोलीलाई कन्ट्रोल गर्नका लागि राइट कन्ट्रोलको टोली परिचालन भएको छ। आगोलाई नियन्त्रण गर्नका लागि खटिएका कमान्डोले बारुद यन्त्रसँग समन्वय गरी बारुद यन्त्र प्रभावित क्षेत्रमा आगो नियन्त्रण गर्ने गरिरहेको छ। चोरी कल गए पुलिस ने पकड़े बता रहे कि चोर सकता की देखे जाए सबसे का मारी रागले जेल गले समाधान अब दिया पता की होते कोनो राहत नहीं आगो नियन्त्रणमा आउँदै गरेको छ भने उपस्थित सुरक्षा निकायले सान्त्वना दिँदै परिस्थितिलाई नियन्त्रणमा ल्याएका छन्। अपनी जगह कोई नहीं ले बाल बच्चा की खेते कतल कमाते ये देते रहा था ये घर द्वार बनाते कुछ बाकी रहे सब दे गए सब कट गए मुखिया से क्या कि नहीं देखा मुखिया को फोन करो अरे फोन कर अरे गाँव का भरवान दे कि नहीं करी भगत देखेला राहत वितरण कार्यलाई प्रभावकारी अनियमितता रहित तथा सबै क्षेत्रमा मूल्याङ्कन अनुसार समान रूपले वितरण होस् भन्ने उद्देश्यले प्रहरी तथा सरकारवाला निकायले मुठीका तथा विवरण रिपोर्ट गरिरहेको छ। अब सबको राहत में चलता राहत तक कभी अगर ले गए राहत में अब राहत में राहत बन गया फुवारा साइड में राहत बांटते हैं राहत सबसे घाट डाले
स्थानीयहरूलाई उपस्थित सरकारवाला निकायले राहत वितरण डेस्कतर्फ लैजाँदै हुनुहुन्छ। राहत वितरणको लागि राहत प्याकेज लिनको लागि तपाईँहरू जाँदै हुनुहुन्छ। तपाईँहरू महिला र पुरुषको छुट्टै छुट्टै लाइनमा लामबद्ध रूपमा लाइन बसेर यो राहत प्याकेजलाई एकदम सजिलो तरिकाले ग्रहण गर्नु होला। त्यो ग्रहण गर्ने ठाउँमा पनि महिलाको लाइनमा र पुरुषको लाइनमा लिएर लामबद्ध रूपमा राहत घर डाले माल भाई डाले लता का बाट डाले सब राहत में लगता पूरा लाइन लेके यार विपदमा परेका स्थानीय घर परिवारहरूलाई नेपाल रेड क्रस सोसाइटीले 50 घर परिवारलाई तत्कालै राहत वितरण गर्ने क्षमता राख्दछ भने जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष निर्देशन तथा कन्ट्रोलमा सुरक्षा सौल तथा अन्य सङ्घ संस्था सम्मिलित भई तत्काल पुनर्वासको व्यवस्था गरिनेछ। सबको घर डाल से यहाँ सब लाइन में लेकर 80 से राहत लाभ सबको हल्ला नहीं करके सबको मिलते राहत घर डाले लता कपड़ा डाले माल बकरी डाले ऑन पाइन धान चाउर डाले वो सबको राहत मिलते राहत बाटे काम में कोई हालत नहीं करो 80 से लाभ बनने लाइन लेकर राहत सबको देते चूड़ा देते चाय देते मुढ़ी देते लता कपड़ा सबको देते सबको चूड़ा मुढ़ी दाल चाउर तेल नून सब चीज देते राहत सामान लता कपड़ा वाला सिरक डसना सब देते अभी तक मुखिया जी ने अरे ठेठा बता में राहत दे सब ले जाओ ना ठेठे से मुखिया जी आते बाद में सब जब मिले सब लिया जे मिले सब अरे बाल बच्चा खेते ना सांस के सब बोलते कभी सांस में जार बढ़ गए बोलते ना जितना ने उतना लेनता वो राहत वितरणको कार्य पश्चात आजको दिनमा यही आएर समाजको भएका जानकारी गराउँदछु। हल्ला सब कौन हल्ला करो हल्ला नहीं करो कोई सब कहते लाइन में लेकर लिया अपन बना के सामान मुर्गी चूड़ा दाल नून तेल चार सिरक कमर सब चीज देते हल्ला नहीं करो कोई हल्ला नहीं करो लाइन लगो लाइन हाँ लाइन में लगा दियो सबको लाइन में दियो सर घर की कर पीड़ित है सबको पीड़ित आदमी की कहते तो वो वाला हमें कहते समझा बुझा दियो सर पीड़ित आगे सब सबसे काम दे गए कोई नहीं ले देखे लो खातिर कहे सबको ले सबको दियो सिरक लता कपड़ा देते थे नून तेल चाउर दवाई की व्यवस्था आते कोई झरखंड फरका लेता है तो ओकरो देते सब चीज दवाइयों सबको लिया सबको लाइन लेकर समस्या से लिया गाड़ी मुगल कपड़ा है
अस्ति सर पहिलेर सबै नेपाली सेना होइन सबैमा सबै जुन सर यहाँ आएर टिमको समाप्त हुन्छ सर हजुर हजुर हो थियो अन्दरको बात बत्तिरहेछ बाल मन्दिर हुन्छ हेलो अब यहाँ हामी त्यो आगलागी भएको र नियन्त्रण गर्ने कार्यक्रम थियो त्यो प्रदर्शनी डेमोन्स्ट्रेसन अब यो सिमुलेसन एक्सरसाइजमा हामीले हेरिसक्यो कसरी व्यवस्थापन गरेका छौँ सबैजना आम जनता महानुभावहरूले हेरिसक्नुभयो स्थितिलाई हामीले कसरी सबै संयन्त्रहरू प्रयोग गरेर समाधानतिर लागेको छौँ त्यही पनि समाचार सुन्दा र सबैजना पुग्दा सम्म कति जन र धन सम्पत्ति नष्ट भइसक्यो क्षति भयो यसै क्षतिलाई चाहिँ हामीले मध्यनजर गरेर यो कार्यक्रम राखेका छौँ सकभर क्षति हुन नपाउन् भन्ने उद्देश्यले हामी नगरवासी सप्तरीवासी सतर्कता अप्नाउनुपर्छ र यो सतर्कताको लागि हामी सबैले पहल गर्दै नेतृत्वको रूपमा जिल्ला व्यवस्थापन विपद व्यवस्थापन सप्तरीले हामीलाई चाहिँ यसरी गरेको जनचेतना सतर्कता अप्नाउने पहल गर्ने अनुरोध बारम्बार गर्दै आउनुभएको छ त्यसै सन्दर्भमा आज डेमोन्स्ट्रेसन प्रदर्शनी कार्यक्रम थियो हाम्रो विपदको कसरी नियन्त्रण गर्छौँ र अब पनि पछिल्लो दिनहरूमा पनि यसरी नै नियन्त्रणतिर हामी लाग्छौँ भन्ने आशा र विश्वास लिँदै सबैजनासँग मैले किसी ने रोजा रखा किसी ने रोजा रखा किसी ने उपवास रखा किसी ने उपवास रखा कबूल उसका हुआ जिसने दारू यंत्र लगाए सारा संयंत्र अपने पास रखा अंतमा हामीले महत्व बुझ्नुपर्छ एउटा गरिबको झोपडीमा कसरी आगो लगेर पीडित भएर हस्पिटलाइज समेत भइसक्नु भएको छ भगवानले भने उहाँहरूलाई चाहिँ अर्को व्यक्तिहरूलाई पनि त्यसरी नपरोस् भगवानसँग प्रार्थना गर्दछौँ त्यसै सन्दर्भमा मैले भन्छु पानीको महत्व कुनै पुर्खाको व्यक्ति कृषिसँग सोधा रोटीको महत्व कुनै भोको मानिस व्यक्तिसँग सोधा पीडाको महत्व बिरामीसँग सोधा
सारा संयन्त्र बारुण यन्त्र सहितको महत्त्व आगलागी भई विपदमा परेको व्यक्तिलाई सोध। अब अन्तमा हाम्रो कार्यक्रम अन्तिमतिर आएको छ। अब यसमा यो कार्यक्रम सप्तरी जिल्ला विपद व्यवस्थापन समिति आगलागी कृत्रिम घटना अभ्यास कार्यक्रम हाम्रा विशिष्ट अतिथि कारबाग नगर प्रमुख इशरत परविनज्यूलाई छोटो मिठो 2 शब्द यसै विपदको नियन्त्रण कसरी भयो, विपद कसरी भयो र पछिल्लो दिनमा यहाँले सबै जनताले आशा र विश्वास यहाँप्रति लिएको छ र यहाँले पनि राजमुराद नगरपालिका लगायत सम्पूर्ण सप्तरीवासीको यो दुःखद अवस्थामा जुन आफूले गर्नुपर्ने पहलको मनमा आँट्नु भएको छ त्यो विचारहरू राखिदिनु हुन, आफ्ना विचार राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। इशरत परविन कारबाग नगर प्रमुखज्यूलाई।